जनचेतनामूलक कार्यक्रम चाहिँ राम तामाङ भाइले फैलाइरहनु भएको छ अनि त्यो एकदम राम्रो छ किनकि मल यहाँ खात छ अब यो 2-3 दिन भित्रमा यो मल सकेर 1 हप्ता भित्रमा साउनको पहिलो हप्तातिर सकभर हामीले फेरि ल्याउने कोसिस गर्छौँ 1 महिनामा 3 पल्ट मल धादिङ जिल्लामा पहिलोपल्ट आएको रेकर्ड भनेर हाकिम साहबले आफै भन्नुभएको पहिलो रेकर्ड हो यो भनेर भन्नुभएको छ हैन जसरी मराए भयो न भाइरल पारेर हुन्छ कि मरेर हुन्छ कि लडेर हुन्छ कि त्यसरी मल पाए भयो नि त तपाईलाई हाम्रो रिक्वेस्ट फेरि हाम्रो रिक्वेस्ट चाहिँ जब जति पनि यो के अरे ब्ल्याक लिस्टमा परेका सहकारी छ नि ती सहकारीहरूलाई अब मल समातेर स्थानीय सरकारले मललाई चाहिँ तपाईको त्यो चाहिँ हजुरले 3300 कसैले तिर्छ भने त्यो चाहिँ एकदमै नराम्रो हो र उहाँहरूलाई हामीले दण्ड कसरी दिनुपर्छ चाहिँ स्थानीय सरकारले दिएन भने के अरे प्रदेशले दिएन भने संघले हैन त्यो कुरा नि यस्तो गरिरहेछ के दिदी आउनु पर्यो त्यो कुरामा पनि यस्तो गरिरहेछ कि हामीलाई चाहिएको बेलामा मल सुपथ मूल्य